हेलो सेवारो साथीहरू, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी यसरी गोलभेडाको पत्ता काट्दैछौँ। यसरी काट्नुपर्छ। गोलभेडामा के भन्छ यो कालो कालो डढुवा लागेर अलिक समस्या आएको छ। रै पनि हामी चाहिँ यसरी सफा गरिरहेको छौँ। यहाँ पनि डढुवा लागेर यसरी मरेको छ। यसलाई पनि हामी यो डोरी खोलेर डोरी चाहिँ यसरी राखेर अब अर्को बिरुवालाई रेडी राख्दा हुन्छ। यसलाई खोलेर यसरी राख्छौँ। यसलाई उखालेर फ्याँकिदिने। हाम्रो चाहिँ दिन यसरी नै बित्छ। दिनभरि काम गर्छौँ, खाजा खान्छौँ। दिउँसो 2-2:30 बजेतिर खाजा खायो अनि 5-6 कहिले त 7 बज्छ साथीहरू। यसरी नै काम गर्छौँ। कहिले 7 बज्छ, कहिले 6 बज्छ। दिनभरि यसरी नै हाम्रो चाहिँ दिन यसरी नै बित्छ काम गरेरै। गोलभेडा खेती छ हाम्रो चाहिँ। हेर्नुहोस् त, यसलाई स्याहार्दा सम्हाल्दा ठिक हुन्छ। हाम्रो चाहिँ कामै यही हो। अब यो पत्ता त काटिसक्यौँ साथीहरू। अब यसलाई चाहिँ अब हामी सफा गर्छौँ। मुनिको झारहरू पनि उखाल्नुपर्छ। उखाल्दै सफा गर्दै। यहाँ चाहिँ झारहरू एउटै राख्नु हुँदैन। यहाँ चाहिँ यसरी एकदम सफा बनाउनुपर्छ। यहाँ बिचमा चाहिँ हामी काउली पनि रोप्छौँ। काउली छ अनि यहाँ सिमी बोडीहरू पनि हुन्छ छेउछेउमा। यसरी चाहिँ डबल इन्कम गर्न सकिन्छ। अनि यो डढुवा लागेर चाहिँ यस्तो भएको छ। यस्तोहरूलाई चाहिँ हामी यसरी फ्याँकिदिन्छौँ। पानीले भेटेपछि यसरी डढुवा लाग्दो रहेछ साथीहरू। यसलाई जोगाउन चाहिँ धेरै गाह्रो छ। अब हामी यहाँ झार उखाल्दैछौँ। झार उखाल्ने यसरी यो बिरुवाहरूलाई चाहिँ फेरि यसलाई डोरी लाएर झुन्डाउनुपर्छ। यो कालो कालो पत्ताहरूलाई चाहिँ सबै फ्याल्नुपर्छ। यसरी अर्कोमा सर्न सक्छ। यसरी गोडेर यसलाई एकदम सफा बनाएर यस्तो सफा बनाउनुपर्छ। अब यो गोलभेडा यत्रो फल्दैछ। अब कहिले यो साउन अन्तिमदेखि लगभग पाक्नु पनि थाल्छ होला। यसरी इन्कम गर्छौँ साथीहरू। हामी चाहिँ दुःख धेरै गर्छौँ। यसो गरेर एकदम धेरै यसलाई चाहिँ सफा राख्नुपर्छ। यो 15 दिन नभए फेरि उम्रिहाल्छ। झारहरू फेरि पलाइहाल्छ। अनि पत्ता पनि झ्याम्मै हुन्छ, जङ्गल भइहाल्छ। यसलाई फेरि यसरी नै सफा गर्ने हो। यसरी गर्छौँ हामी चाहिँ। गोलभेडा कति राम्रो फल्दैछ। गोलभेडा स्याहार्दा यस्तो काट्दा ओर्दा चाहिँ हातहरू पनि यस्तो कालो लेदो बस्छ। मेहन्दी लाउनै पर्दैन। मेहन्दी आफै लागेको छ हाम्रो चाहिँ। हस् त, यति भन्दै बाई बाई। आजलाई यति नै। फेरि अर्को भिडियो लिएर आउनेछु।